भ्लग सो गाइज अहिले चाहिँ बिहानको 9:30 भइरहेछ अनि म चाहिँ ड्रेसेस लगाएर कलेज जाँदैछु बिकज आज चाहिँ होटल भिजिटको लागि लग्ने हामीलाई सो लेट्स गो गाइज सो गाइज फाइनली चाहिँ होइन म चाहिँ अहिले क्लासमा छु स्कुल चाहिँ म पुगिसकेको थिएँ ए बाबु गोटेलाल भेटिसक्यो तर यो कहिले नि आफ्नो मुख देखाउँदैन भिडियोमा खै किन सो गाइज मैले चाहिँ यो राइट ह्यान्डबाट बनाउनु चाहिँ गाह्रो लाग्छ किनकि हिजो भर्खर मेरो हातको हालत डाउन भएको छ हातको मसल चाहिँ हल्का सुन्या छ कि भित्रको सो त्यही भएर चाहिँ यो हात धेरै चलाउनु मिल्दैन अब उल्टा हातबाट बनाउनु पर्ने हो त्यो चाहिँ अब सघाउनु पर्ने हो राइटबाटै बनाउनु मिल्छ तर हल्का कम चलाउनु भनेको छ क्या हात सो त्यही भएर सो गाइज फाइनली चाहिँ हामीहरू जाँदैछौँ ए भाइ चाहिँ मत देखा भाइ लेट्स गो गाइज फाइनली चाहिँ हामीहरू पुग्यो भन्दा नि अब हिँड्ने स्कुलबाट होइन सो मसँग मेरै साइडमा बसिरहेको छु हाम्रो क्लासबाट नभनु होला अनि हाम्रो सर हुनुहुन्छ यता सो गाइस फाइनल चाहिँ हामीहरू होइन यहाँ पुगिसकेका छौँ मेरो होटलमा यहाँ चाहिँ हुनुहुन्छ हाम्रो एक्जिक्युटिभ सेफ हुनुहुन्छ सर हल्का के भनिदिनु न ए किसन मेरो नाम डम्बर महरा हजुर सेफ होइन किचन डिपार्टमेन्ट हजुर हजुरहरूलाई म केही कुराहरू भन्न चाहन्छु हाम्रो किचनको बारेमा यहाँ चाहिँ रेफ्रिजिरेटरहरू छ यहाँ धेरै जस्तो छ यहाँ एउटा ठुलोवाला छ ठुल्ठुलोवाला किनकि यहाँ मान्छेहरूको क्वान्टिटी धेरै आउँछ सो त्यही भएर चाहिँ यहाँ धेरै हुन्छ यहाँ चाहिँ सेफहरू छ यहाँ चाहिँ पानीहरू जान्छ यहाँबाट फोहोर पानीहरू सबै जान्छ यहाँ चाहिँ स्टोभहरू छ धेरै स्टोभहरू चाहिँ धेरै छ अनि उहाँ चाहिँ स्टाफहरू नि हुनुहुन्छ यहाँ काम गर्नेवाला राम्रो छ यहाँको सबै चिज इन्टिरियरहरू पनि सबै राम्रो छ म बिस्तारै बिस्तारै सब हल्का हल्का गरेर सब तपाईँहरूलाई म देखाउन चाहन्छु सो त्यही भएर चाहिँ इन्जोय गर्नु होला गाइज भ्लगलाई चाहिँ होइन सपोर्ट नि देखाउनु होला सो हेर्नु हेर यस्तो छ उहाँ चाहिँ पकाउनु हुँदैछ सरहरूले सो गाइज यो चाहिँ लस्सी मिल्कसेकहरू बनाउनेवाला चाहिँ मसिन रहेछ सो सरले चाहिँ बनाउनु हुँदैछ यस्तरी चाहिँ बन्छ है गाइज यस्तो चाहिँ मसिन हुन्छ हातले समात्ने इलेक्ट्रिकबाट चल्ने बनिसक्यो सायद सो गाइज यो चाहिँ स्ट्यान्ड क्युटी रहेछ है यो वाला सो गाइज यहाँ चाहिँ स्यान्डविच बनिरहेछ है ब्रेडहरू छ यहाँ अनियनहरू छ अनि क्यारट अनि कुकुम्बरहरू छ यहाँ चाहिँ यहाँ नाइफहरू छ धेरै जस्तै सो गाइस यहाँबाट चाहिँ खानेकुराहरू चाहिँ अर्डर आएको चिजहरू चाहिँ यहाँबाट सर्भिस हुन्छ सो यहाँबाट चाहिँ पाक्छ अनि यहाँबाट सर्भ गरेर उता गेस्टहरूकोमा जान्छ सो राम्रो छ गाइज यहाँको सर्भिस सबै चिज राम्रो छ मलाई चाहिँ राम्रो लाग्यो तपाईँहरूले कस्तो लाग्छ मलाई कमेन्ट गर्नु होला सो गाइज सो गाइज हामीले चाहिँ होइन सबै चिज हेरिसक्यो होइन यहाँको अनि यहाँ चाहिँ पकोडा भन्दैछ भेज पकोडा पकोडा छ सरले बनाउनु हुँदैछ मिक्स भेज पकौडा मिक्स भेज पकोडा बन्दैछ गाइस गाइस चल्छ हामीहरू होइन किचन भिजिट गरेर अहिले हलमा आछौँ यस्तो छ हल पुरै बवाल यहाँ यस्तो बवाल छ यहाँ चाहिँ फोटोसुट हुन लाग्छ सरसँग ओए होए सर सिक्मा बोय ल ल युकेसको पनि ओए हाय 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 इन्फिनिक्स वायर अरे सामने आ गए सो गाइस जस्तो होइन हामीले फ्रन्ट अफिस भिजिट गरेँ होइन धेरै कुराहरू चाहिँ हामीले सोधेनौँ तर पनि भनिदिनु भयो अनि यहाँ चाहिँ बेल डेस्क छ यहाँ चाहिँ बेल बोय हुन्छ यता सबै चिजको लेट्स गो अब चाहिँ रुमहरू हेर्न जान्छ हामीहरू लेट्स गो सो गाइस जब चाहिँ हामीहरू फेरि हलमा बसिसक्यो होइन हामीले चाहिँ रिसेप्सन हेरेँ मतलब फ्रन्ट अफिस हेरेँ होइन अनि रेस्टुरेन्ट पनि हेरेँ भित्रको अनि किचन पनि हेरेँ अनि रुमहरू पनि हेरिहालेँ सो अहिले चाहिँ यहाँ बसिरहेको छौँ अब के हुन्छ आई डोन्ट नो सो अब पछि थाहा हुन्छ सो गाइस अहिले चाहिँ हामीहरूले नास्ता खाइसक्यौँ होइन मैले खाँदाखेरि सुट गरेन सो मलाई ठिक लाग्दैन खाँदाखेरि सुट गरेर ए स्टाइल नचोर है तिमीहरू अहिले सो अब चाहिँ
रिपिट भएको वाला मैले क्यामेरामा हेरेँ भने फेरि नराम्रो फिडब्याक जान्छ है क्यामेरा यहाँ लागेको छ म सबै कुरो चेक गर्छु त्यो भन्दा त रिपिट भएको यता आइदिनु प्लेटको हिसाबमा काउन्टिङ भइरहेछ 10 प्लेट यसमा गइसकेको छ गाइज रिपिट हुँदैछ त्यो खानको लागि ठ्याक्क लिमिटमा बनाएको थियो नि त त्यहाँ 100 समथिङ 142 140 बनाएको थियो प्लेट्सहरू खानको लागि सो त्यहाँ चाहिँ एक्स्ट्रा नै गइसक्यो त्यही भएर चाहिँ माइकिङ हुँदैछ सो अब चाहिँ के हुन्छ आई डोन्ट नो अब हेरौँ के हुन्छ आने वाले वक्त में क्या होगा देखते हैं सो क्या चाहिँ एमब्याक अनि चाहिँ हामीहरू घर जानको लागि रेडी भइसकेको छु सबैजना बसमा आइसक्यो होइन अनि समीर छ अघिकै सिटमा सो अब घर जान्छौँ हामीहरू सब चिज सक्यो भिजिटिङ सब सक्यो रमाइलो भयो गाइड्स होइन अब ठिक छ अब बेटर त्यति देखाउन पाएन होइन त्यति रुमहरू रिसेप्सनहरू चाहिँ मैले के देखाउन पाएन त्यसको लागि चाहिँ सरी सो अब चाहिँ घर जान रेडी छौँ गर्मी पनि लास्टै भइरहेछ सब केटाले कोर्स खोलिसक्यो म मात्र यतिको बसिरहेको सो गाइज आई एम ब्याक अनि अहिले चाहिँ म घर पुगिसकेँ अहिले भन्दा नि अघि पुगेँ अनि एकछिन बसिरहेको थिएँ फ्रेस भएर सो अनि आज चाहिँ रमाइलै भयो होइन रमाइलो भन्दा नि त्यति सुट गर्न पाएन किनकि भिजिटिङको लागि र हल्का केही सिक्नुपर्छ सो त्यही भएर चाहिँ मैले त्यतिकै देखाएन मैले त्यहाँ सो हल्का हल्का देखाउने कोसिस गरिरहेको छु त्यो पनि देखिया छ अनि सो कस्तो लाग्छ तपाईँहरू चाहिँ कमेन्ट गर्नु होला भ्लगले चाहिँ कस्तो भयो भनेर अनि अरू त त्यस्तै छ गाइज पानी पर्ने जस्तो भएको छ आज चाहिँ रिसेप्सन हेरियो अनि गेस्टहरू बस्ने रुमहरू हेरियो डिलक्स रुम हेरियो होइन अनि सब चिज हेरियो बार हेरियो अनि सब चिज राम्रो थियो लास्टै थाकेको छु उहाँ बसै गर्मी अझै यस्तो पसिनाले पुरै पसिनाले भिगा छु म त यहाँ आउनुसम्म सो अनि ठ्याक्क कति 6:30 बजीतिर पुगेको थिएँ म यहाँ अनि बस बसेपछि अब चाहिँ म एडिटिङ गर्छु किनकि आज धेरै एडिटिङ गर्नु छ गाइज सो भ्लगलाई चाहिँ यतै एन्ड गरौँ गाइज होइन भिडियो राम्रो लाग्यो लाइक सेयर सब्सक्राइब गर्नु छिटो भेटौँ अर्को भ्लगमा थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई गाइज सपोर्ट देखाउनुलाई गाइज मलाई मेरो हात पनि भान त हल्का गाह्रो पर्छ कि राइट ह्यान्डले तर बानी यसले छ अब हल्का त यतिको उठाएर त स्ट्रेट गर्नु हुँदैन हल्का यति गऱ्यो भने ठिक छ सो गाइज सपोर्ट चाहिँ गर्नु होला बाई बाई हैंड टावल ये हैंड टावल ये फेस टावल फिर हैंड